ल अब हामी यो जबको बारेमा हेरौँ ल। यो जब के को बारेमा रहेछ, आउटरिच स्पेशलिस्ट चाहिएको रहेछ उसलाई हैन। जबको टाइटल यो हैन, वर्ल्ड वाइड हैन। लोकेसन नेपाल भनेको छैन, प्रिफर्ड लोकेसन नेपाल, नेपालीकै लागि हो हैन। आउटरिच स्पेशलिस्ट निडेड हैन। जब डिस्क्रिप्सन इन जेनरल हेर मैले निडेड इन नेपाल भनेको छैन, यो जब डिस्क्रिप्सन छ हैन, बेसिक हैन, समरी छ यहाँ, डिस्क्रिप्सन छ हैन कामको। यो रोल विल बी टु, तिम्रो काम यो हुनेछ भनेको छ हैन। आइडियल क्यान्डिडेट यो हैन। अनि यो $100 को रहेछ हैन। अनगोइङ प्रोजेक्ट यो सकिसक्यो अहिले हैन। म्यान्डेटरी स्किल्स छ है, कम्युनिटी आउटरिच हैन, लिड जेनेरेसन, इमेल कम्युनिकेसन हैन, कम्युनिकेसन गर्ने है रोल हो क्या यो है। आउटरिच गर्ने है, सोशल मिडियामा आउटरिच गर्ने हैन। कुनै टपिकलाई उहाँहरूले बोलिदिने टाइपको हैन। प्रपोजल यतिले गरेको थिए 3 महिना अगाडिको कुरा रहेछ यो हैन। क्लाइन्टले 3 महिना अगाडि हेरेको रहेछ यो, 3 months एगो हैन। लास्ट भ्युड बाई क्लाइन्ट हैन, 3 महिना अगाडि हेरेको रहेछ हैन। इन्टरभ्यू 2 जना हैन, इन्भाइटेसन 5 जना गरेको रहेछ, हायर 2 जनालाई हायर गरेको रहेछ उसले हैन। $3,600 उसले खर्च गरिसकेको रहेछ अहिले है, यो एकाउन्टबाट है। उसको त 2टा एकाउन्ट रहेछ नि त हैन, हामीले पत्ता लगायौँ हैन। उसले एभरेजमा $13 पर आवर पे गरिरहेको रहेछ हैन। मेम्बर सिन्स अगस्त 2025 है। अनि यो एकाउन्टको चाहिँ मेम्बर कतिमा रहेछ हेरौँ त। यो एकाउन्टमा चाहिँ उसको मेम्बर सिन्स अगस्त 14, 2025 छ हैन। अनि यो एकाउन्टमा हेरौँ त के रहेछ। मान्छे एउटै हो है, किनकि एउटै एमबिसी एपको बारेमा नै कुरा गरिरहेको छ है। जुलाई 4, 2025 रहेछ हैन। जुलाई अगस्त हैन, नजिकै छ हैन। ल अब यसको नेपाली उल्था पनि मैले यहाँ गरेर राखिदिएको छु है, त्यो पनि बुझौँ ल। सरस्वती पढेर हुँदैन क्या यो पोलिटिकल कुराहरू। इक्जाममा लेख्ने टाइपको याद गरेर टक्क लेखिदियो सक्यो टाइपको हुँदैन क्या। उनीहरूले तपाईँको सोसाइटीमा क्याजुअलिटी फर्म हुन्छ क्या, किनकि युवाहरूलाई बेसलेस एकदमै कमजोर बेस भएको कुराहरूमा इन्फ्लुएन्स गरेर है बिचरा उहाँहरूले त त्यसको गहिरो अध्ययन हुँदैन नि त हैन। अनि मिसयुज गरिदिएको हुन्छ क्या। जबकि युवा भनेको त देशको भविष्य पो हो त। नेपालको युवाहरू मिसयुज हुनु भनेको त नेपालको भविष्य मिसयुज हुनु टाइपको हो क्या खासमा। अनि विदेशीहरूले के तिमीहरूको युवाहरू त हाम्रो देशमा आउनु नि त पढ्नु, तिमीहरूको देश भनेको त प्रक्सी नै युज गर्ने हो भन्न खोजेको छ इन्डाइरेक्टली है। यो कामको बारेमा हेरौँ ल। आउटरिच स्पेसलिस्ट भनेको छ, यो शब्द बुझ्नुपर्छ। यो आउटरिच भनेको के हो त, आउटरिच स्पेसलिस्ट भनेको त है आउटरिच विशेषज्ञ भनेको छैन। त्यो भनेको चाहिँ आउटरिच भनेको चाहिँ यो प्रचारहरू, कुनै कुराहरूको प्रचार गर्ने हैन, कुनै कुराहरूको पहुँच गरिदिने समाजमा हैन। हाम्रो यो सामान चाहिँ यो विषयमा हो भनेर कुरा गरिदिने टाइपको मान्छेहरू हो क्या। प्रचार गर्ने, पहुँच गरिदिने अथवा सामुदायिक सम्बन्ध राख्ने विशेषज्ञहरू हो क्या। सामुदायिक समुदायमा हैन, कम्युनिटीमा सम्बन्ध राख्ने हैन, रिप्रेजेन्टेटिभ टाइपको हो क्या हैन। त्यस्तो टाइपको काम हो है यो चाहिँ, बुझ्नुहुन्छ नि हैन। अब सोसल मिडियामा कसले यस्तो कामहरू गरिरहेको छ, अब तपाईँहरू आफै एनालाइसिस गर्ने क्या हैन। सोसल मिडियामा कुनै टपिक बोलेको छ भने नि त्यसको बेस हेर्नु है। अनि उसले त्योभन्दा अगाडि उसको हिस्ट्री पनि हेर्नु, यत्तिकै बोलेर इन्फ्लुएन्स गरेर यहाँ प्रोजेक्ट लिएर पनि बोलेको हुन्छ क्या। तपाईँको आफ्नै मान्छेहरू पनि हुनसक्छ, साथीहरू हुनसक्छ हैन। थ्याङ्कफुल्ली मेरो चाहिँ कोही पनि छैन है, म चाहिँ अरू नै भेटेँ हैन। हेरौँ है समरी, सारांश। आउटरिच स्पेसलिस्ट निडेड इन नेपाल। हामीलाई यो प्रचार, पहुँच र सामुदायिक सम्बन्ध राख्ने हाम्रो विषयको लागि एउटा स्पेसलिस्ट, आउटरिच स्पेसलिस्ट हामीलाई चाहियो भन्न खोजेको छ उसले नेपालको लागि है। टु कनेक्ट अस, हामीलाई जोड्नको लागि। कोसँग जोड्न त अब यहाँ हेर्नु इन्ट्रेस्टिङ कुराहरू छ। विथ एक्टिभिस्ट हैन, कनेक्ट अस विथ एक्टिभिस्ट हैन। स्टुडेन्ट्स है, अब बुझ्नुहुन्छ नि जेनजीहरूले हैन। यो रियल टाइममा हो है, मैले गरेको होइन नि यो, हेर्नु रियल टाइम हो नि यो। तपाईँहरू त आइटीमा एक्सपर्ट मान्छेहरू हो हैन। यो रियल वेबसाइट हो नि यो। कहाँ थिएँ, स्टुडेन्ट्स एन्ड सोसियल मुभमेन्ट लिडर्स, एकदम क्लियरै भनेको छ क्या। हामीले बुझ्न त अझ सजिलो पो भयो त।
तपाईँहरूलाई यही विषय अहिले मैले यो नदेखिकन बुझाउन कोसिस गरेको भए एकदमै गाह्रो हुन्थ्यो। थाहा त थियो नि। नेपालमा आउटरिच विशेषज्ञको आवश्यकता होइन। हामीलाई कार्यकर्ता, विद्यार्थी र सामाजिक आन्दोलनका नेताहरूसँग जोड्नुहोस् भनेको छ उसले होइन। एक्टिभिस्ट भनेको अभियानकर्ता होइन, सामाजिक अभियानकर्ता भनेको एक्टिभिस्ट भइहाल्यो होइन, स्टुडेन्ट भनेको विद्यार्थीहरू भइहाल्यो होइन, विद्यार्थीहरू पनि प्रयोग गरेको छ क्या। अनि आफ्नो देशको विद्यार्थीहरूलाई उसले पुरा सेफमा राखेको हुन्छन्, विद्यार्थीहरूले है पुरा प्रोटेक्सन राखेका हुन्छन्। हाम्रोमा चाहिँ यस्तो यस्तो कुरामा लगाइदिएका हुन्छन् क्या। एन्ड सोसियल विद्यार्थी भइहाल्यो होइन। अनि यो सोसियल मुभमेन्ट लिडर भनेको चाहिँ सामाजिक आन्दोलनहरूका नेताहरू है। के आन्दोलनहरू टाइममा गरिरहन्छन् नि होइन, एनजिओको टाइपले होइन, हामी अर्कै रूपमा आएको भन्छन् तर एक्चुअली आन्दोलन गरिरहेका हुन्छन् होइन। जस्तै हामी एज अ भोलिन्टियर मात्रै हो भनेका हुन्छन् तर राजनीतिक एजेन्डा हानिरहेको हुन्छ है। क्लियर भएर आउनु पऱ्यो क्या सुरुदेखि, होइन म राजनीतिक एजेन्डा नै चाहिएको हो भनेर चाहिँ लिड गरेर त्यसरी चाहिँ आउनु पऱ्यो क्या। म यो भोलिन्टियरको रूपमा हो भनेर खुसु आएको छ अनि अर्कै काम गरिदिएको छ। सुरुमै भन्नु पऱ्यो क्या हामीले यो आन्दोलन भनेको राजनीतिक सत्ता पलटको लागि गरेको हो, यो हाम्रो भ्रष्टाचार र यो सामाजिक सञ्जाल विरुद्धको कुरा चाहिँ हाम्रो मेन एजेन्डा थिएन भनेर उनीहरू त्यसरी नै आएको भए चाहिँ हुन्थ्यो क्या। अनि बुझ्थ्यो नि त होइन, घुमाइफिराइ होइन टाइपको आउँछ अनि अर्कै कुरा गरिदिइरहेको हुन्छ। अहिले त क्लियर भयो नि त, यतिसम्म त सबैले बुझिसक्यो नि त होइन। फेरि यो भन्दै गर्दा यो करप्सन र के प्रब्लम छ त्यसलाई जस्टिफिकेसन दिएको होइन है। र यो करप्सन र विभिन्न समस्याहरू छ त्यसको जस्टिफिकेसन यो विदेशी एजेन्डा पनि होइन फेरि है। हामीले आफैले अर्ग्यानिकली सोल्भ गर्नुपर्छ, सिम्पल छ कुरा, त्यति नै हो है। गभर्मेन्टको सिस्टम त्यस्तो हुनु पऱ्यो, हाम्रो जेन्युन भोइस है सुनिनु पऱ्यो क्या। गभर्मेन्टलाई त सबै थाहा हुन्छ क्या खासमा के कस्तो छ भन्ने कुरा। आफै सिटिजनले जनताले आवाजै उठाउनु नपर्ने टाइपको काम हुनुपर्ने हो। साधारण कुराहरू छ क्या, त्यो पनि सोल्भ गरिदिएको छैन। अनि यस्तो भएको सबै बिजी भयो नि त होइन भ्रष्टाचार चालमा होइन। ल यो पार्टीहरूसँग हामीलाई जोड्दै भनेको छ, सामाजिक अभियानकर्ता, विद्यार्थीहरू र तपाईँको सामाजिक आन्दोलनका नेताहरू, युवा नेताहरू अहिले को हुनुहुन्छ नि होइन, सबैहरूलाई हामीसँग जोड्दै भनेको छ होइन। डिस्क्रिप्सन विवरण, we are looking for a local outreach specialist in Nepal who can help us identify and connect with individuals actively engaged in activism, social movements and student organizations. देख्नुभयो कस्तो मान्छेहरूलाई खोजिरहेका हुन्छन् उनीहरूले। नट नेसेसरी त्यो भोइस जेन्युन नै हुनुपर्छ क्या है। त्यो भोइस रेज हुनु बेसलेस तरिकाकै या हलो टाइपकै भोइस भए पनि एउटा क्याओस क्रिएट गरेर समाजमा यसरी यहाँ क्लियरली तपाईँले देख्न सक्नुहुन्छ होइन। आइडेन्टिफाई, हामीलाई के कुराको यहाँ हामी नेपालमा एक स्थानीय आउटरिच विशेषज्ञ खोजिरहेका छौँ भनेको छ होइन, उसले भनेको छ होइन। जसले हामीलाई सक्रिय सामाजिक आन्दोलन र विद्यार्थी सङ्गठनहरूमा सक्रिय रूपमा संलग्न व्यक्तिहरूलाई पहिचान गर्न र उनीहरूसँग जोड्न मद्दत गर्न सक्छन्। बुझिहाल्नुहुन्छ नि होइन। यति भन्दा आइडेन्टिफाई एन्ड कनेक्ट विथ इन्डिभिजुअल्स हु आर एक्टिभली इन्गेज्ड इन एक्टिभिजम, जो व्यक्तिहरू एक्टिभिजमहरू गरिरहेको हुन्छ होइन, तपाईँको सामाजिक अभियानकर्ताको रूपमा कामहरू के राजनीतिक कामहरू यताउति गरिरहेको हुन्छ होइन, सोसियल मुभमेन्ट होइन, तपाईँको सामाजिक आन्दोलनहरू गरिरहेको हुन्छ होइन, स्टुडेन्ट्स अर्गनाइजेसन है, स्टुडेन्ट युनियनहरू, राजनीतिक विद्यार्थी राजनीति गरिरहेको हुन्छ, उनीहरूलाई आइडेन्टिफाई गर्न है र उनीहरूसँग हामीलाई जोड्दै भनेको छ क्या उसले। यो एक्टिभिजम, सोसल मुभमेन्ट्स र स्टुडेन्ट अर्गनाइजेसन अर्ग्यानिकली काम गऱ्यो भने विदेशी सर्कल बुझ्छ क्या उनीहरूले पनि। तर अर्ग्यानिकली हुन पाउँदैन किनकि यसरी यहाँ विदेशी इन्फ्लुएन्स आउँछ, त्यसपछि पैसा आउनु थालिहाल्छ होइन, आउँछ नि त पैसा होइन। $100 चाहिँ आइसक्यो होइन, यो त थोरै हो नि, यो त केटाकेटी टाइपकोले यसले फ्रिल्यान्स जब दिएको, त्यसपछि उसको लिडर आउँछ मेन इन्भेस्ट गर्ने। त्यो त तपाईँले विभिन्न युट्युबहरूमा देख्नुभएको छ नि होइन, एनालाइसिस गरेको कति आउँछ बाफ्रे। यति भएन, दिज आर
पिपल हु इन्फ्लुएन्स कम्युनिटिज। ए देख्नुभयो, यो सोसल मिडियामा त्यो इन्फ्लुएन्सरहरू हुन्छ नि, जो प्यादर प्यादर बोलिरहेको हुन्छ नि, उनीहरूसँग सावधान हुनु है। एक त तपाईँ हामीहरूको सामाजिक सञ्जालको लत बसिसकेको हुन्छ, अनि त्यो उनीहरूको यतिकै पनि आइरहेको हुन्छ क्या, अनि त्यो सुनि नै रहेको हुन्छ, अनि तपाईँहरू एक किसिमले इन्फ्लुएन्स भइरहेको हुन्छ क्या, अनि यसरी समाजमा क्याओस क्रिएट भइरहेको हुन्छ। यहाँ लेखेकै छ नि होइन, उसलाई के चाहिएको रहेछ, दिज आर द पिपल हु इन्फ्लुएन्स कम्युनिटिज होइन। यो एक्टिभिजम, सोसल मुभमेन्ट र स्टुडेन्ट अर्गनाइजेसनका व्यक्तिहरूले चाहिँ यो कम्युनिटीमा इन्फ्लुएन्स गर्छन् रे होइन। पार्टिसिपेट्स इन मुभमेन्ट्स होइन, प्रोटेस्ट्स एन्ड ह्याभ नेटवर्क्स होइन, उनीहरूको नेटवर्क हुन्छ, द्याट म्याटर। यहाँ नेपालीमा हेरौँ अब, यी व्यक्तिहरू हुन् जसले समुदायलाई प्रभाव पार्छन् होइन, समाजमा प्रभाव पार्छन् होइन, आन्दोलन विरोधमा भाग लिन्छन् र महत्त्वपूर्ण नेटवर्कहरू उनीहरूको हुन्छ होइन। राजनीतिक दलको नेटवर्क जस्तै उनीहरूको पनि हुन्छ क्या। उनीहरूले राजनीतिक दलहरूलाई बाइकआउट गरेर अब बाहिरका अरू फ्याक्टरहरूलाई लिइरहेछन् क्या, किनकि राजनीतिक दलहरूले भ्रष्टाचार त गरे है, तर विदेशी दलले त उनीहरू त मजाले बुझ्छन् नि होइन, राजनीतिक परिदृश्यहरू उनीहरूले मजाले बुझ्छ नि त, उनीहरूलाई त यिनीहरूले विदेशीहरूले खेलाउन पाउँदैनन् होइन। त्यही पनि उनीहरूको बोस विदेशीका यो यिनीहरूको जुन विदेशीको ठुलो बोसहरूले त राजनीतिक दलहरूलाई पनि खेलाइदिन्छ होइन। यो चाहिँ अलिक सानो लेभलको गेम हो, तर यी सानो लेभल भन्दै तपाईँको यहाँ देख्नु पनि होइन, त्यत्रो आगजनी त्यत्रो ड्याङडुङ भयो होइन। 2 दिनमा सत्ता पलट, गभर्मेन्टको सबै अर्गनाइजेसन के डिपार्टमेन्टहरू, सरकारी कार्यालयहरू ध्वस्त होइन। टोइलेट छोडौँ, यो हेरौँ ल, यहाँ लेखेको छ नि होइन, कनेक्ट विथ इन्डिभिजुअल इन्गेज इन, मलाई यो एक्टिभिजम, सोसल मुभमेन्ट र स्टुडेन्ट अर्गनाइजेसनहरूसँग जोडिदेऊ भनेको छ उसले। को छन् तिनीहरू पत्ता लगाऊ, उनीहरूको नाम देऊ, ठेगाना देऊ, सबै देऊ, अनि हामीलाई जोडिदेऊ भनेको छ। यिनीहरू चाहिँ कम्युनिटीहरूलाई इन्फ्लुएन्स गर्छ, समाजलाई इन्फ्लुएन्स गर्छ होइन। पार्टिसिपेट्स इन मुभमेन्ट्स, आन्दोलनहरू गर्छन्, प्रोटेस्टहरू गर्छन् होइन, अनि उनीहरूको नेटवर्क पनि छ। अब राजनीतिक दलहरूलाई हामी अहिले चलाउँदैनौँ, हामी यिनीहरूसँग कुरा गर्दैनौँ, हामी अब यिनीहरूसँग कुरा गर्छन्, इन्फ्लुएन्सरहरूसँग कुरा गर्छौँ, यो प्रोटेस्टरहरूसँग कुरा गर्छौँ है, यो एक्टिभिस्ट सामाजिक अभियानकर्ताहरूसँग कुरा गर्छौँ होइन, स्टुडेन्ट विद्यार्थी नेताहरूसँग कुरा गर्छौँ होइन, आन्दोलनकारीहरूसँग कुरा गर्छन्। हामी मेन नेताहरूसँग कुरा गर्दैनौँ भनेको छ। उनीहरूले अर्कै फ्याक्टरहरू लिइरहेछ होइन, बुद्धिजीवीहरू है, यो भने नि मैले त्यो सोसाइटीको फ्याक्टरहरूसँग उनीहरूले कनेक्ट गरिरहेछ होइन, अनि त्यहाँबाट इन्फ्लुएन्स गरेर अनि आफ्नो विदेशी एजेन्डाहरू उनीहरूले प्ले गर्छ क्या। पहिला सुरुमा स्टडी गर्छ अनि प्ले गर्छ होइन, यो अलि स्टडी गरिरहेछ नि त उनीहरूको होइन। तपाईँहरूसँग सबै डाटा मागिरहेछ, मतलब के हो, स्टडी गर्छ नि त होइन। वी वान्ट टु इन्ट्रोड्युस देम टु आवर प्लेटफर्म। ल हेर, यो एक्टिभिजम, यो सामाजिक अभियानकर्ता होइन, यिनीहरू छन् नि, यिनीहरू होइन, सामाजिक अभियानकर्ता भयो होइन, सोसियल मुभमेन्ट्स, यो आन्दोलनहरूमा भाग लिने मान्छेहरू होइन, विद्यार्थी नेताहरू, यिनीहरूलाई यिनीहरूले के गर्न आँटेका छन् भने इन्ट्रोड्युस गर्न आँटेका छन् उनीहरूको प्लेटफर्ममा, माई भोइस काउन्ट्स भन्ने प्लेटफर्ममा है, जुन चाहिँ एन अनलाइन भोटिङ टुल रहेछ यो चाहिँ होइन। वेयर अब यसको यहाँनिर पोइन्ट्सहरू छ होइन, यहाँ के रहेछ भने प्रत्येक प्रयोगकर्ता प्रमाणित हुन्छन् जसले वी वान्ट टु एभ्री युजर इज भेरिफाइड मेकिङ इट इम्पोसिबल फर बोट्स अर ट्रोल्स टु पार्टिसिपेट होइन। सबैजना भेरिफाइड हुन्छन्, जस्तै केवाइसी भेरिफिकेसन, त्यसले एप्लिकेसनको लागि थुप्रै जागिरहरू दिएको छ नि, यसकै लागि रहेछ क्या यो माई भोइस काउन्ट। यस्तै अनलाइन प्रोटेस्टहरू गर्ने, यो अनलाइन भोटिङ इज वान फङ्सन है, अनि सोसियल इन्गेजमेन्ट त्यो प्रोटेस्टहरूको बारेमा कुरा गर्ने इज एनदर फङ्सन अफ दिस सेम टुल है। रिजल्ट्स आर 100% अथेन्टिक एन्ड ट्रस्टवर्दी होइन। अब हामीले पत्याउनुपर्छ है, एभ्री भोट इज कम्प्लिटली एनोनिमस होइन, इन्स्योरिङ फ्री एक्सप्रेसन होइन। फ्री एक्सप्रेसन हामीलाई बोल्नको लागि उसको टुल किन चाहियो भने, एट दिस मोमेन्ट इट इज स्पेसली इम्पोर्टेन्ट फर नेपाल। अब नेपाललाई के इम्पोर्टेन्ट छ उसले भनिरहेछ, एट दिस इम्पोर्टेन्ट इट इज स्पेसली इम्पोर्टेन्ट फर नेपाल रे, द्याट पिपल क्यान टेक पार्ट इन ट्रान्सप्यारेन्ट डिसिजन मेकिङ। उसले सिकाउने अब डिसिजन मेकिङ ट्रान्सप्यारेन्ट कसरी गर्ने। एन्ड एमबिसी त्यो पनि $100 को प्रोजेक्टले सिकाउने, हेर्नु त बेजती।
कहाँ छ हामी it is at this moment it is especially important for Nepal that people can take part in transparent decision making and MBC भनेको यो है माई भोइस काउन्ट्स उसको टुल एउटा अनलाइन टुल है एन्ड MBC इज डिजाइन टु इनेबल एक्ज्याक्टली द्याट हेर्नु यहाँ डिसिजन मेकिङ डिस्कसनहरू पनि हुने टुल हो यो होइन भोटिङ गर्ने टुल हो यहाँ थुप्रै कुरा हुन्छ अब त्यो एपबाट है यस क्षणमा नेपालको लागि यो विशेष गरी महत्त्वपूर्ण छ किन छ कि मानिसहरूले पारदर्शी निर्णय लिने कार्यमा भाग लिन सकुन् भनेर र MBCलाई सक्षम पार्न डिजाइन गरिएको छ यहाँ म तपाईँहरूलाई बुझाइहालेँ होइन यो यसको बारेमा यहाँ बुझाएँ नि मैले होइन अब यो रोल विल बी टु होइन अब यहाँ इम्पोर्टेन्ट छ ल यो हेर्नु अब यो रोल विल बी टु तपाईँको काम के हुनेछ भने आइडेन्टिफाई एन्ड रिच आउट टु एक्टिभेट्स होइन सामाजिक अभियानकर्ताहरूसँग रिच आउट गर्ने उनीहरूसँग अब तालमेल बनाउने है कुराहरू गर्ने जोडिने सामाजिक अभियानकर्ताहरूसित होइन बुद्धिजीवी सामाजिक अभियानकर्ताहरू होइन स्टुडेन्ट विद्यार्थी नेताहरूसित होइन सोसियल मुभमेन्ट पार्टिसिपेन्ट्स होइन आन्दोलनमा भाग लिएका व्यक्तिहरूसित होइन एन्ड अदर इन्फ्लुएन्सर्स होइन अनि अरू सोसियल मिडियाका टिकटकका इन्फ्लुएन्सरहरूसित है कुनै विषयमा बोल्ने होइन क्याजुअली पनि बोलेको देखाउने एक दुईवटा टपिक क्याजुअली बोल्ने अनि अरू सबै चाहिँ राजनीति मिसिएको हुन्छ क्या फेरि इन्फ्लुएन्सरहरूको फेरि एकदमै यङ जेनेरेसनका हुन्छन् है नेपालमा बसेका पनि छन् थुप्रै होइन विदेशमा बसेका पनि छन् होइन पोलिटिकली इमोसनली सबै तरिकाले इन्फ्लुएन्स गरिरहेको हुन्छ क्या इन्ट्रोड्युस टु आवर प्लेटफर्म टु देम कसलाई यो MBCको बारेमा यो एक्टिभिस्ट स्टुडेन्ट लिडर र सोसल मुभमेन्ट पार्टिसिपेन्ट्स र इन्फ्लुएन्सरहरूलाई हाम्रो यो टुलको बारेमा भन भनेको छ र यसको बेनिफिटको बारेमा पनि सम्झाउ भनेको छ है अब यो नेपालको केसमा चाहिँ के हुन्छ भने विदेशमा भएको भए त यस्तो कामै लाग्दैन है नेपालको केसमा उनीहरूले पुरा एउटा होटलमा राम्रो आयोजना गरेर हाम्रो टुल यो हो भनेर पुरा प्रेजेन्टेसनहरू दिन्छ नि त अब नेपालमा त ठुलो राम्रो ठाउँमा प्रेजेन्टेसन दिएपछि सबैजना इम्प्रेस हुन्छन् होइन अब यस्तो छ नि त गरिब ठाउँमा ठुलो होटलमा त प्रेजेन्टेसन दिएपछि न वाउ रहेछ राम्रै रहेछ हामी त हुन्छ नि एउटा साइकोलोजिकल अनि उनीहरूले त्यस्तैलाई खेलिदिन्छ क्या इन्ट्रोड्युस आवर प्लेटफर्म टु देम भनेको यिनीहरूलाई सामाजिक अभियानकर्ता विद्यार्थी नेता सोसियल मुभमेन्ट पार्टिसिपेन्ट्स होइन आन्दोलनमा सहभाग भएका आन्दोलनकारीहरू है व्यक्तिहरू होइन र अदर इन्फ्लुएन्सर अदर सामाजिक सोसियल मिडिया इन्फ्लुएन्सरहरू होइन यिनीहरूलाई हाम्रो यो MBC प्लेटफर्मबारे कुरा बुझाउ भनेको छ इन्ट्रोड्युस गर भनेको छ होइन फेसिलिटेट कनेक्सन्स एन्ड कन्भर्सेसन बिट्विन अस एन्ड दिज इन्डिभिजुअल्स होइन हामीलाई यो यी व्यक्तिहरू है यो सामाजिक अभियानकर्ता नेपालको होइन नेपाली विद्यार्थी नेताहरू होइन आन्दोलनमा भाग लिएका व्यक्तिहरू है र अदर टिकटकका इन्फ्लुएन्सरहरूसित कम्युनिकेसन कनेक्ट गर्न र कुराकानी गर्न वातावरण मिलाउ भनेको छ क्या होइन यहाँ पढ्न सक्नुहुन्छ है यहाँ यिनीहरू यहाँ छ है यी कुराहरू हो होइन आइडियल क्यान्डिडेट वेल कनेक्टेड विथ एक्टिभिस्ट स्टुडेन्ट नेटवर्क्स एन्ड सिभिक ग्रुप्स इन नेपाल होइन नेपालमा यो एक्टिभिस्ट होइन यो सामाजिक अभियानकर्ताहरू भयो होइन विद्यार्थी नेताहरूको नेटवर्क होइन उनीहरूको पहुँच सबै नेटवर्कहरूसँग कनेक्ट हुनु पर्यो है र सिभिक ग्रुप्स होइन यो तपाईँको नागरिक समूहहरू जस्तै यसलाई बुद्धिजीवी वर्गहरू होइन विभिन्न टपिकहरूमा बोल्ने होइन विभिन्न सङ्घ संस्थाहरू खोल्ने अनि विभिन्न एजेन्डाको लागि खोल्ने होइन कसैले केको लागि खोलेको छ कसैलाई केको लागि खोलेको छ होइन धर्मको लागि खोलेको छ कसैले केको लागि खोलेको छ होइन कसैले के भनेको छ होइन कसैले त्यस्तै सबैहरूसित हामीलाई कनेक्ट गरिदेऊ भनेको छ क्या यो सबै कनेक्ट हुने त नेपाल गभर्मेन्टसँग पो हो त विदेशीसँग कनेक्ट भएर नेपालमा के सोल्युसन आउँछ प्रब्लम चाहिँ यो हो क्या हाम्रो खासमा नेपाल गभर्मेन्टले के समस्या छ भने आफैले सोल्भ गर्नु नि विदेशीहरूलाई किन त्यति दुःख दिएको है विदेशीहरूले यहाँ कम दुःख भएको छ फ्रिल्यान्स जब दिइरहनु परेछ यत्रो होइन अनि अर्को के आएको छ भने स्किल्ड इन आउटरिच नेटवर्किङ एन्ड कम्युनिटी इन्गेजमेन्ट यो काम पाउन चाहिँ तिमीले आउटरिचमा चाहिँ तिम्रो स्किल हुनुपर्छ है भनेको छ आउटरिच भनेको के हो प्रचारहरू गर्ने तिम्रो क्षमता हुनु पर्यो पहुँच समाजमा
पहुँच कुनै वस्तु कुराहरूको हाम्रो वस्तु कुराहरूको पहुँच गर्न सक्नु पर्यो है। सामुदायिक सम्बन्ध राख्न टाइपको क्या कामहरू गर्ने तिम्रो क्षमता हुनु पर्यो भनेको छ है। नेटवर्किङ भनेको छ है तिम्रो नेटवर्किङ सबैजनासित है, यो नेता विद्यार्थी नेताहरूसित, सामाजिक अभियानकर्ताहरूसित होइन, बुद्धिजीवीहरू है, विभिन्न अभियानकर्ताहरूसित नेटवर्क बनाइराख्नुपर्छ भनेको छ है। पोलिटिकल पार्टीहरूलाई चाहिँ यिनीहरूले बाइकआउट गरेको हुन्छ क्या। अब यस्तै यस्तै अभियानकर्ता, विद्यार्थी नेता अनि यो बुद्धिजीवी अभियानकर्ताहरू यस्तो यस्तोहरूलाई यसै काउन्ट गरेको हुन्छ है। एन्ड कम्युनिटी इन्गेजमेन्ट होइन, र कम्युनिटी इन्गेजमेन्ट भनेको तपाईँको कम्युनिटी समाजमा र सोसियल मिडियाहरूमा इन्गेजमेन्ट कुनै टपिक हो होइन, त्यो सबै हेर्नुपर्छ तिमीले भनेको छ। क्यान कम्युनिकेट इफेक्टिभली एन्ड बिल्ड ट्रस्ट विथ सोसियली एक्टिभ इन्डिभिजुअल्स। क्यान कम्युनिकेट इफेक्टिभली। अब यस्तो हुन्छ कसैको पब्लिक स्पिकिङ राम्रो हुन्छ क्या, बट द्याट डज नट मिन हियर सी हेज अ भिजन है। त्यो भिजनरी हुन्छ भन्ने जरुरी छैन होइन। र कुनै उहाँहरूले बोलेको टपिकको उहाँहरूसँग डिटेल भिजन हुन्छ भन्ने छैन क्या। त्यो उहाँहरूले बोलेको कुरा हलो टाइपको हुनसक्छ क्या। तर त्यो पनि जायज कुरा, किनकि एकदमै यङहरू हुनुहुन्छ होइन। अब कति बिस्तारै कुराहरू हेर्दै जानुपर्छ होइन, स्टडी गर्दै जानुपर्छ होइन, इन्फ्लुएन्सहरूको बारेमा होइन। अब एकैचोटि उहाँहरूले कम्युनिकेसन स्किलमा मात्रै उहाँहरूलाई ट्रेन गरेको हुन्छ क्या किसिमले। क्यान कम्युनिकेट इफेक्टिभली, तपाईँले राम्रोसँग बोल्न सक्नु पऱ्यो, त्यति गरे पुग्छ। हामी आफ्नो एजेन्डा, हाम्रो के काम हो त्यो भनिहाल्छौँ भनेको छ उसले होइन। एन्ड बिल्ड ट्रस्ट विथ सोसियल्ली एक्टिभ इन्डिभिजुअल्स होइन, र तपाईँले ट्रस्ट चाहिँ बिल्ड गर्न सक्नु पऱ्यो भनेको छ है। आफ्नो भरोसा उनीहरूसँग राख्न सक्नु पऱ्यो भनेको छ। कोसित सोसियली एक्टिभ इन्डिभिजुअल्स होइन, सोसियल मिडियामा एक्टिभ रहेका, समाजमा गतिविधिमा एक्टिभहरू भइरहेका इन्डिभिजुअलसित होइन। अब जो जेन्युनली र अर्ग्यानिकली एक्टिभ छ उहाँले किन यिनीहरूको यो विदेशी बढी जागिर खाएको मान्छेहरूसँग सम्बन्ध राख्दैन नि होइन। तर यो चाहिँ उनीहरूलाई चाहिँ राख्नु परिरहेछ। बिल्ड ट्रस्ट विथ देम भनेको चाहिँ होइन, जेन्युनली अर्ग्यानिकली एक्टिभ इन्डिभिजुअललाई चाहिँ भनेको है। जो आफैले एजेन्डाहरू प्रोपागान्डाहरू रेज गरिरहेछ, त्यस्तो राख्दाखेरि यिनीहरू फ्रेन्ड भइहाल्यो नि। बट वाइ त्यो किन गर्ने चाहिँ मैले नबुझेको कि कन्ट्रीलाई त पिसफुल स्टेबल पार्ने हो नि त होइन। विदेशी फिलोसफी पढेर त विदेशी फिलोसफी भनेको विदेशको इन्भाइरोमेन्टमा भएको हुन्छ, त्यसलाई अब नेपालमा लागू गर्न, नेपालमा एप्लाई गर्न र नेपालमा यथार्थमा ल्याउनको लागि मैले पिएचडी गरेको छु, के गरेको छु भनेर उहाँहरू लागि परेको हुन्छ क्या। नेपालको सिनारी अर्कै हुन्छ अनि बिगारेको छ होइन। अहिले त बिग्रेको त सबैलाई रियलाइज त भयो नि त होइन। दिस इज अ क्रिटिकल आउटरिच रोल होइन, यो एउटा महत्त्वपूर्ण आउटरिच भूमिका हो। एन्ड वी आर लुकिङ फर समन हु क्यान हेल्प अस क्विकली एक्सप्यान्ड अवेरनेस अफ एम्बिसी एमङ द राइट पिपल इन नेपाल भनेको चाहिँ सबैलाई भनेको छैन। हाम्रो एजेन्डा मिल्ने व्यक्तिहरू होइन, को सामाजिक अभियानकर्ता होइन, तपाईँको विद्यार्थी नेता, यो सोसियल मुभमेन्ट आन्दोलनमा गएका आन्दोलनकारीहरू होइन, सोसियल मिडिया इन्फ्लुएन्सरहरू होइन, दे आर द राइट पिपल फर अस भनेको छ नि त उसले आफैले होइन। यो चाहिँ एकदम महत्त्वपूर्ण काम हो। अनि हामीले के हेरिरहेको छौँ भने हामीलाई चाँडोभन्दा चाँडो यो हाम्रो एमबिसी भन्ने टुल होइन, एमबिसी भनेको माई भोइस काउन्ट्स अनलाइन टुलबारे जानकारी फैलाउनु पर्ने छ है। हामीले खोजेको मान्छेहरू माझ भनेको छ है, को मान्छे यिनीहरू होइन, यहाँ भनेको छ नि त उसले। यस्तो छ है कुराहरू देख्नुभयो। सबैजना इन्भल्भ, सबैजनाले ओगटेको छ क्या, विद्यार्थीलाई पनि क्लियरली छ नि त कुरा। अब यङ विद्यार्थीहरूको प्यारेन्ट्सहरूको पनि जिम्मेवारी हुन्छ क्या। ल केटाकेटीहरूले त बुझेन, गार्जेनले त बुझ्नुहुन्छ नि त होइन। गार्जेनले त एनालाइसिस गर्नुभएको होला नि त देशको स्थितिको बारेमा। भ्रष्टाचार हो, अरू पनि समस्या छ, बुझियो। तर यसरी विदेशी एजेन्डा पनि भित्रबाट आइरहेको हुन्छ। यो त इन्ट्री लेभल हो, त्यसपछिको लेभल अर्कै हुन्छ। यो होइन। अनि यसको यहाँ उयो हेरौँ त कमेन्टहरू के गरेको छ। स्यालोम रहेछ,
यहाँ चाहिँ नाम चेन्ज भएछ उसको, स्यालोम सी। जेन्डर चाहिँ जेन्डर चाहिँ सिनियर रहेछ है यहाँ है, यो क्लाइन्टको है। त अघिको नाम अर्कै थियो होइन, नाम त चेन्ज पनि गर्न सकिहाल्छ है। यहाँ चाहिँ फ्रिल्यान्सरले यो क्लाइन्टलाई रिप्लाई दिएको छ क्या है। अनि सी हेज अफर्ड एसिस्टेन्स होइन, यो ग्रेट वर्किङ विथ हिम। यहाँ फेरि हिम भनेको छ, यहाँ हिम भनेर क्लाइन्टलाई सम्बोधन गरिरहेको छ। अनि यहाँ फेरि सी भनिरहेछ, के छैन जब प्रकाशित गरेर इन्टरभ्यू लिने बेलामा मेल फिमेल जो पनि आउन सक्छ होइन। अहिले यति रहेछ होइन। यसरी तपाईहरुले बुझ्नुहुन्छ है। यो यसको बारेमा हेरौँ न के रहेछ। एउटा यो तपाईको वेबसाइट एप रहेछ कि एउटा के हो यो, गुगल प्लेमा पनि एप रहेछ यसको हैन। इन्स्टाग्राममा पनि रहेछ हैन, यो फेसबुकमा पनि रहेछ यसको, लिंक्डइनमा पनि रहेछ है। यहाँ पनि के जागिर दिइरहेको होला उसले। My voice counts empowers citizens to express their opinions and take actions in shaping the future of democracy। ल नेपालको प्रजातन्त्र, नेपालको लोकतन्त्र, नेपालको डेमोक्रेसी हैन नेपाली जनताको लागि पो हो त। नेपाली जनताले चाहिँ फिल हुन नपाउने अनि विदेशीको लागि विदेशी एजेन्डा जे पाते ल्याउने हो त। नेपाली जनताले चाहिँ फिल गर्न पाउनु पर्यो क्या। डेमोक्रेसी भनेको छ त्यहाँ पनि भ्रष्टाचार गरिएको छ हैन। Designed as an online voting platform for civic initiatives and public events, and public events are many, it amplifies your voices and connects it to the movements that matters हैन। मुभमेन्ट भनेको आन्दोलन मा तपाईहरुलाई जोड्छ भनेको छ। By bridging the gap between the online engagement and real world impact, my voice counts ensures every individual can participate in decision making process with ease, transparency and anonymity। रियल आईडीबाट पो आउने हो त, एनोनिमस भएर आउने हो त, जेन्युनिटी हुनु पर्यो नि त। With a simple design and secure system, the app makes it easy for everyone to take part in a meaningful decision। Join। यो त युज हुन थालिसकेछ। नेपालबाट थुप्रै युजरहरु आउन थालिसक्नुभएको छ। 22 वटा त रिभ्यू नै आइसकेको छ। गुड 8 people found open हैन, the money matters। September 25, September 25, September 27, December 17। सबै नेपाल नै टार्गेट छ के। नेपालमा इन्फ्लुएन्स मात्र गरेर जे पनि गर्न सकिने रहेछ के। नेपाली युवाहरू त्यस्तो इन्फ्लुएन्सिङमा गइदिएको रहेछ। म छक्क परे के। यङ जेनेरेसनलाई मात्र टार्गेट गरिदिएको छ, किन अरूलाई इन्फ्लुएन्स गर्न सक्दैन भने उनीहरूले एनालाइसिस गरिसकेको रहेछ के। अल इभेन्ट्स यो मोबाइलमा है, डिजिटाइजको नाममा।
10,000 वटा त डाउनलोड भइसकेछ, म्याक्सिमम त नेपालबाटै छ। एबाउट द डेभलपर यहाँनिर हैन, यहाँनिर डेभलपरको एड्रेस यहाँ दिएको रहेछ हैन। यसरी काम हुँदैछ अब है डिजिटल रूपमा नेपालको त अर्ग्यानिक त। तर अब यति कुरा बुझेपछि त नेपाली युवाहरूले बुझ्नुपर्छ नि त हैन। वी हेभ प्रब्लम, वी विल डु आवर सल्युसन आवर सेल्फ भन्नु पर्यो क्या। सिम्पल छ त, नजाऊ तिमी भन्नु पर्यो। कसरी गर्छ नि यिनीहरूले, युवाहरूलाई प्रयोग गरेर त्यत्रो इन्फर्मेसन उसले किन चाहिरहेको छ हैन। बुझ्छ होला नि त, यति बुझिसकेपछि रिसर्च यसरी गर्नुपर्छ क्या, थुप्रै ठाउँबाट सोर्सहरू ल्याउनुपर्छ अनि भेरिफाई हुन्छ क्या। एकतिर मात्रै बाट हेऱ्यो भने त भेरिफाई हुँदैन। अहिले त हामीले विभिन्न एङ्गलबाट हेऱ्यौँ होइन, विभिन्न जबहरू पोस्ट गरेको छ उसले, के कसरी गरिरहेको छ होइन, सबै हेऱ्यौँ नि त होइन। यस्तो छ है कुराहरू, यसरी भइरहेछ है कुराहरू।